जय मसी सबैलाई एन्ड गुड मर्निङ। फेरि पनि आजको दिन सुरु भयो मर्निङ वक गरेर त्यहाँदेखि फर्केर आएर चाहिँ कालिम्पोङ जानको लागि चाहिँ यहाँ चाहिँ म चाहिँ बाइक रेडी गर्दैछु, किनभनेदेखि आज चाहिँ म बाइकमा जानेवाला छु र म यहाँबाट तयारी सेरी भएर सबै गरेर कालिम्पोङतर्फ निस्केँ र जाँदा जाँदै बाटोमा पानी पर्दै रहेछ, सिम पानी परिरहेको रहेछ। रेनकोट निकालेर लाउनु पर्ने सिचुएसन आयो र जाँदा जाँदै पेट्रोल फिल गरेको फुल ट्याङ्की गर्दाखेरि पैसा 700 रुपियाँ भयो। तर प्रब्लम चाहिँ के भयो भनेदेखि यो पेट्रोल पम्पमा चाहिँ जहिले पनि पेट्रोल फिल गरेपछि हावाको र टोइलेटको सर्भिस हुनुपर्छ, यहाँ चाहिँ छैन। तपाईँहरूले कृपया गरी यो पेट्रोल पम्प 2 माइलमा चाहिँ यहाँनिर फ्युल नभर्नु, तपाईँहरूलाई कहिले पनि अरू फेसिलिटी पाउनु हुँदैन। यो पेट्रोल पम्पमा चाहिँ राम्रो पनि छैन, बोल्नु पनि जान्दैन। तर कालिम्पोङ सिक्किमकोहरू सबैजनाले यहाँ अभोइड गर्नु। र जाँदा जाँदै मेरो एउटा इन्सिडेन्ट्स तपाईँहरूलाई याद भयो, यो इन्फर्मेसन पनि हो मेरो तर्फबाट। यो जति पनि माथि ढलाइहरू गर्दाखेरि चाहिँ माथिबाट चाहिँ यो ढलाइको पानी चुन्छ। धेरै दिन पहिला मेरो गाडीमा कालिम्पोङ जाँदाखेरि फर्केर आउँदाखेरि चाहिँ गाडीमाथि ड्रिप लागेको रहेछ, तर त्यो ड्रिप चाहिँ जाँदैन रहेछ। टोटल मेरो त्यो ड्रिप निकाल्नु र रिपेन्ट गर्नुको लागि 50,000 खर्च भएको थियो। र यहाँनिर र तपाईँहरू पनि यो बाटो हिँड्दाखेरि चाहिँ यहाँ चाहिँ होसियारसँगले हेर्नुहोस्, अरू त्यो हेरेर घरमा गएर गाडी धुयो भनेदेखि चाहिँ बेस्ट हुन्छ, नभए चाहिँ तपाईँहरूको धेरै खर्च हुने सम्भावना हुन्छ। र यहाँ उत्रेर मिठो चिया पिए, त्यहाँबाट निस्केर चाहिँ वेदर पनि दामी सुमकुरोटको। यहाँनिर पुलिस सरहरू बस्नुहुन्थ्यो र आजकल चाहिँ बस्नु पनि हुँदैन जस्तो लाग्छ। र यहाँबाट चाहिँ निस्किएर गएर चाहिँ अर्को पेट्रोल पम्पमा, जो चाहिँ सेवक पेट्रोल पम्प भन्छ, यहाँनिर चाहिँ मैले हावा हालेँ र वासरुम पनि गएँ। यहाँनिर चाहिँ सफा पनि छ र सजिलो पनि छ, पेट्रोल हाल्दा पनि राम्रो हुन्छ यहाँनिर चाहिँ। ल यहाँबाट चाहिँ निस्किएर अब म कालिम्पोङतर्फ लागेँ र म चाहिँ 27 माइलमा आएर यहाँ चाहिँ नास्ता गर्नु पर्यो भनेको। नेपाली रेस्टुरेन्टमा हमेसा म यहीँ आउँछु, एकदमै सफा। यहाँनिर बोजूले चाहिँ मजाले सब्जीहरू काट्छ, बुहारीले पकाउँछ, छोरा पनि छ, घरको परिवारले पकाएर खाना पनि एकदमै सफा, किचन पनि सफा हुन्छ। र म चाहिँ हमेसा यहीँ खाने गर्छु। यो चाहिँ 27 माइलमा हो, सानो छ रेस्टुरेन्ट तर एकदमै सफा छ। हेर्नुहोस्, खानु पनि हाइजेनिक छ, एकदमै राम्रो छ। र जहिले पनि म चाहिँ यहीँनिर खान्छु। र म अहिले चाहिँ क्लाइन्टको भने पनि दिदीको घरमा पनि पुग्नु चाहिँ आँटेको छु। यो चाहिँ दिदीको घर जाने बाटो हो। घरमा पुग्यो, फुलहरू मजाले फुलिरहेको छ, भेना वेट गरिरहेको रहेछ मलाई। मेरो टिमहरू पनि माथि पुरा वेट गरिरहेको छ। त्यही कारणले गर्दाखेरि चाहिँ र गएर टिमहरूसँग